वेलकम बैक टू माई न्यू भिडियो। अनि आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै आरामै छु। देन आज भने हामी कहाँ जाँदैछौँ रे मुस्कान? कहाँ जाँदैछौँ भन्न? हामी आज स्कुलमा बहाना पारेर, बहाना त के भनौँ, तर घरबाट त मेलामै जाने भनेर आयो। एकछिन चाहिँ स्कुलमा आयौँ। आज प्रोग्राम थियो है, एनुअल फङ्सन हाम्रो होइन के अरे सानो क्लासको सिपिआरएसको होइन। गोर्खामा पढ्नेलाई थाहा हुन्छ है सिपिआरएस भनेको के हो, सिपिएस भनेको के हो। अरूले चाहिँ बुझ्दैन होइन, अब त नबुझ। अनि अब चाहिँ हामी जाँदैछौँ। फर्स्टमा चाहिँ जेन्साको घर जान्छौँ, त्यहाँ बहिनीलाई छोडेर अनि पिछा लिएर आउने। अहिले चाहिँ हामी चाहिँ रेडी भएर गइसक्यौँ। कुन हालतमा आएको, अहिले कुन हुलियामा छौँ गाइजहरू। तर कस्तो देखिन्छ, यस्तो राम्रो देखिन्छ कि यो वाला राम्रो देखिन्छ कि नै यो देखिन्न। अनि मेरो भाइले पनि जान्छु भनेर जाँदैछौँ। सो अब के हुन्छ ब्लग चाहिँ म धेरै त्यही भएर गाइजर ऊ त्यहाँ प्रोग्राम चाहिँ। अनि यहाँ चाहिँ प्रोजेक्टको घर हो खाना हल्का अघि आएँ। अनि अहिले चाहिँ यो चाहिँ जेन्साको बहिनी रुको ओ आइज मोटी चाँडै। यो चाहिँ जेन्साको बहिनी हो, मगर अर्को ड्रेसवाला। अनि यो चाहिँ जेन्स हो यता साइडको। अनि यो चाहिँ सरस्वती पूजाको थियो। यहाँ चाहिँ को नयाँ मान्छे आइगयो फेरि। अब चाहिँ हामी जेन्साको घर गएर भेट्छौँ है। अहिले चाहिँ हामी अब जहाँबाट बस पाइन्छ त्यहीबाट चढ्ने भनेर मेरो बाबाले इग्नोर हान्दिनु है। अनि त्यहीबाट हिँडिराखौँ भन। अनि अहिले चाहिँ हामी बाटोमा खाऊँ। चाहिँ हामी जेन्साको घर आएर भ्यायौँ होइन, भ्यायौँ भन्न। अनि फेरि पैसा लिएर आएको होइन। हाम्रो छेत्री हुनुहुन्छ राम्रो छेत्री, हाम्रो कास्ट इज्जत बजाउने। अब चाहिँ हामी बस कुदाम। अब मेलामा गएर भेटौँ न। अब हामी मेलामा आइसक्यौँ। भित्र त छिरे छैन, अब यहाँबाट हल्का हिँड्नुपर्छ। भित्र गएपछि भेटौँला है। ओ सिरियसली छोपे म टिकट काटेर आउँछु। फोटोसुट देख यी खाम जोडु। यहाँ चाहिँ धेरै स्टुलहरू खाल्ने छन् नि। सो हिँडौँ अब के भेटिन्छ। हामीले चाहिँ एउटा राउन्ड पार गऱ्यौँ। अनि म देखाउँछु यहाँ के धेरै जस्तो चाहिँ आइसक्यो होला नि। अहिले हेर्लिस् क्या आउँदा पहिला हिँडेर हामीलाई यहाँ डेट देखान 5 बजे आउनु। सरी टाइम देखान। सो लेट्स गो। 800 को एउटा पलङ्के हिँड है अब हेर। अहिले केही नखोर कि किन्ने एमा हाल्दे। अब चाहिँ यो बहिनी जान्छ एमा ट्रेनमा। मेरो साथी आइन् मेलामा। अब चाहिँ हामी यहाँ भन एकछिन पछि अब हाम्रो पाली स्टार्ट हुन्छ। बसिस पछाडि नगए एयरपोर्ट भनेको धेरै पछाडि नगर्नुहोस्। लास्टमा जाउँला कि आनन्द। ओइ आई यता बस्ने यो बहिनी छिन्ने यहाँ हो। यही सिटमा बस्ने रेलिङ यता रेलिङ भएको ठाउँमा जाने कि सहिलो हुन्छ कि कहाँ पुग्छौ आएर। रेलिङ जत्न खाने ऊ यति दिन बस्नु लागि आन्टी बस्नु भएको त कलर गरे होला। ल दाजुहरु म त देखेर डर लागिसक्यो। हेर मलाई डर लाग्यो भने म भ्लग गर्दिनँ। रुने हो यति डर लाग्यो भने चाहिँ गर्छु।
खेल्ने भन्नुपर्दाखेरि हाम्रो आज यहाँ जानु छैन तर के गर्नु घरबाट फोन आइरहेको थियो 3-4 पटक त्यसपछि के सब आफू कि केटा सब थियो हाम्रो क्लासको आज बसेर यस्तो बाबाले चाहिँ हामी त्यहाँबाट 2 जना रमाइलो बढी मान्छे निस्क्यौँ त्यसपछि अब त्यहाँ रमाइलो हुन्न प्रकाशपट्टि गीत गाइरहेको होइन आइसक्यो ठ्याक्क हामी आउँदा बित्तिकै उ भएको नि आगो अगाडि छबिहरू गाइजहरू त्यति हामी जब गेट बाहिर निस्क्यौँ ठ्याक्क प्रकाशपट्टिको इन्ट्री भयो जाम्रो दोकान क्लासका नि रफ बोल्न मन लाग्छ के गरौँ यहाँ सामाजिक सञ्जाल भएर मात्र के अरे कस्तो यार त्यो सब थिए कि सब थिए झन् बाहिर निस्किँदाखेरि त कति धेरै मान्छे देखायो अनि आज हामी त लगभग हाम्रो क्लासको सबै थियो कि आज हामी यहाँ नआवासी त्यहाँ हामी ऊ हुन्थ्यौँ के सबै भेट हुन्थ्यौँ अनि सबै रमाइलो गर्न पाउँथ्यौँ एकैछिन गएपछि हामी फोटो कुरा बुझ्न पर्छ गएर होइन त त्यो आ त छ है गीत पनि गाइरहेको पछि त्यो घुस्न पाइँदो रहेछ अर्को वर्ष आउने सबै होली आएर त गाइजहरू म के गरौँ तुरी छुट्या यार यस्तो खाले यता यही सुनको सिक्री उस्ता दिया सिक्ने प्रकाश ए बड्डा यस्तो रिस उठ्यो मेरो कपाल भूत ल्याएर अब रिस उठ्यो बेला बितेसी चिप लाग्यो बोल्न नगर अहिले तेरो बेला बिताइसी यहाँ गाइजहरू नाइके त्यहाँ उसको हेर्न त्यसको अनुहार हेर्न भर्खरै आज त यार कस्तो रिस उठ्यो भन्ने गाइजहरू तेरो मेला यति उज्यालोमा ओए अब मेला जाँदा सरको लाउन लाने ब्यागे लगेर गाइज मेरो साथीको हाँसो छ यस्तो गाइज खुट्टा दुख्यो क्या मेरो काम छैन होइन आजको भ्लग यही भयो होइन अनि आजको भ्लग चाहिँ म यहीँबाट युज गर्छु घरबाट म फर्काउँछु हेरौँ कसलाई सरी घरमा फर्काउँछु मलाई बस्नु जानु भनेर 4 पटक फोन आएर थिएँ अनि के भन्छन् के भयो मोबाइलमा चार्ज पनि छैन धेरै भन्नु भइरहेको छ मलाई भित्र बस्ने कुनै पनि डर थिएन जब म निस्किन्छु भनेर आएँ ठ्याक्क त्यहाँनिर मेरो गोला देखेँ सपोर्टलाई देखेँ त्यसरी रेमनलाई देखेँ आरतीलाई देखेँ अनि अपेक्षा अब त्यहाँ जानु मन लाग्थेन अनि त्यसपछि पुरो बोइज गर्छु रमाइलो गर्थेँ त्यो सबै आएको थियो कि हामी ठ्याक्क निस्किन्थ्यो अनि त्यही मौकामा जब हामी त्यहाँबाट निस्क्यौँ ठ्याक्क प्रकाशपुर इन्ट्री गर्छ कोही केटी कला यो चाहिँ अगाडि नि म चाहिँ पछाडि यहाँ झेउ लागेर एकचोटि तिम्रो भाइलाई हाँसो देखाइदियो त हाँस्न घाम पनि बनमै सुहा छ लामाया जोडी सुहा छ हे बेला बितेसी के लाउने रहेछ र के लाउने रहेछ र मनै जितेसी ए बट्टा कति गाउँ क्यार मान्छे पुरै भिड छहरू जेब्रा क्रसिङ छैन रे के भन्छन् रे हामी चाहिँ ओए कहाँ के दिन्छु म भ्लग यहीँबाट इन्ड गरेँ है एन्ड देन अहिले चाहिँ कति बजी आयो भनेपछि 5:58 भयो 6:58 6 बज्नु लागेको हामी 2 बजीतिर गएको थियौँ आज चाहिँ मेरो एकदमै मन दुख्यो है गाइजहरू बिकज हि इज माई फेभरेट के भन्छ सिङ्गर है एन्ड देन हेर्छु जहिले पनि
आज मेरो सोच के थियो भनेपछि एउटा मायाको चिनो लगिदिने गिफ्ट अनि गएर अगाडि गएर खिच्ने तर सब चकनाचुर भयो के छैन बाल छैन हैन अब चाहिँ हामी घर जाँदैछौँ ब्लग यहीँबाट इन्ड गर्छौँ बाइ गाइस थ्याङ्क्स फर वाचिङ